एभ्रिवान नमस्ते ब्रह्मन एफसीमा यहाँलाई स्वागत छ। हाम्रो प्रिभियस प्रेडिक्सन 99% एक्युरेसी देखेको छ, जसमा हाम्रो सपोर्ट जोन 2770 लिएर 2730 मा थियो, जुन चाहिँ 2770 लाई टच गरेर 50 EMA को लाइनलाई चाहिँ अलिकति रेस्पेक्ट गरेर धेरैचोटि रेस्पेक्ट भएको देखिन्छ यो जोनमा। त्यसैलाई प्रोबेबिलिटी यो पनि हुनसक्छ कि यही जोनमा चाहिँ बजार अलिकति स्ट्रङ सपोर्ट जोन हो कि भन्न पनि सकिन्छ। अलिकति लास्ट आवर र लास्ट 15 मिनटको चार्ट 15 मिनट्समा हेर्ने हो भने मार्केटमा भोलुम एग्रेसिभली आएको छ। मार्केट यतिकैमा नै यही जोनमा अलिकति 15 मिनट्सको हेर्दाखेरि सस्टेन हुने देखेको थियो भने अलिकति लास्ट 15 मिनट्समा चाहिँ एग्रेसिभ बाइङ विथ भोलुम आएको देखिन्छ। यसले बजारलाई पक्कै पनि पोजिटिभ अब भोलिका दिनहरूमा मार्केट पोजिटिभ हुने माहौल चाहिँ अब भोलिको क्यान्डलले डिसिजन दिन्छ। त्यसै गरी ओभरअल आज हेर्ने हो भने मार्केट ठिकै एउटा सपोर्ट जोनबाट 50 EMA लाई सपोर्ट गर्दै अलिकति माथि बाइङ पावर नै बेसी भएको, बायर नै बेसी भएको यो क्यान्डलले चाहिँ जनाउँछ। अब जेनरली भाषामा भन्दाखेरि म त्यस्तो विस्तृत टेक्निकल्ली भनिरहेको थिइनँ, तपाईँहरू एभरेज पिपुलले कसरी बुझ्नुहुन्छ त्यो तरिकाले भन्छु, ठिक छ। यसै गरी हाम्रो यो प्रेडिक्सन चाहिँ हाम्रो अप्रिल 10 मा थियो। अप्रिल 10 हुँदाखेरि हाम्रो प्रेडिक्सन यहाँ थियो। हाम्रो टोटल्ली हाम्रो वाट्सएप ग्रुप र फेसबुक च्यानलको हाम्रो प्रफिट बुकिङ चाहिँ यो क्यान्डलमा भएको थियो, जुन 2863.70 हुँदाखेरि हाम्रो प्रफिट बुकिङ भएको थियो। त्यसपछि 20% हाम्रो बाइङ यो जोनमा भएको छ। त्यसको मतलब अब बजारमा के हुन्छ त, आज के भयो? आजको समरी हेर्दाखेरि ब्रोकर 58 बाट 46 करोडको बाइङ छ भने 53 करोडको सेलिङ छ। अलिकति सेलिङ बेसी देखेको छ। 42 बाट 34 को बाइङ, 31 सेलिङ, बाइङ बेसी छ। अलिकति यसमा 1 करोड बेसीको सेलिङ देखेको छ र त्यसमा बाइङ बेसी देखेको छ। अर्को 34 नम्बर ब्रोकर 57 नम्बरबाट पनि बाइङै बेसी देखिएको छ। 49 बाट अलिकति सेलिङ बेसी देखिएको छ 1 करोडको। त्यसै गरी 48 नम्बरबाट बाइङै बेसी देखिएको छ। ओभरअल हेर्दाखेरि मार्केटमा बाइ सेलमा बाइङै अलिकति बेसी, टप ब्रोकरहरूले बाइङ आज बेसी देखेको देखिन्छ। यो सायद लास्ट 30 मिनट्समा त्यो हाम्रो गृहमन्त्रीको राजीनामाले हो कि के हो। अब हाम्रो चार्ट प्रेडिक्सन अनुसार त राजीनामा यो जोनमा आएर राजीनामा दिनुहुन्छ, अनि यो जोनमा चाहिँ नेगेटिभ न्युज आउँछ भन्ने त पक्कै थिएन होला हामीलाई। त्यही भएर अलिकति टेक्निकल र हाम्रो एनालाइसिस चाहिँ के हुन्छ भने टेक्निकल बेसमा अनि अलिकति पोलिटिकल र रिटेलर सेन्टिमेन्ट तिनटै नलेजलाई चाहिँ एकैचोटि एनालाइसिस गरिन्छ। त्यही भएर चाहिँ अहिलेसम्मको एक्युरेसी चाहिँ 90% एबभ नै देख्न सकिन्छ। त्यसैलाई आफूलाई म धेरै प्रमोट गर्दिनँ। ग्रमन एफसी नामै ब्रान्ड हुनेछ यो म विश्वस्त छु। त्यसको लागि केही समय कुर्नु पर्ला, ठिक छ। हामी अझै थप क्रियाशील छौँ यस प्रक्रियामा। त्यसै गरी आज ब्रोकर पिक हेर्ने हो भने के देखिन्छ त, ब्रोकर 58ले या मोस्ट एकुमुलेसन डिस्ट्रिब्युसन हेरौँ है त। एकुमुलेसन डिस्ट्रिब्युसन हेर्दाखेरि टप एकुमुलेसन CORBL देखिन्छ आज। त्यस पछाडि KS PBL कामना सेवा विकास ब्याङ्क होला, SADBL डिस्ट्रिब्युसन देखिन्छ है। यो झापाले लास्ट मिनटमा सर्किट हानेको थियो। हाम्रो 23% को भाइकल थियो यो 5 डेजको 6 डेजको। 23% को टार्गेट चाहिँ एचिभ गरेको छ आज झापाले। त्यसै गरी NICC पनि एकुमुलेसन नै देखिन्छ, NSPC पनि SAHL एभरेजमा देखिन्छ, AQCL एकुमुलेसन देखिन्छ। त्यसै गरी अब स्टकको बारेमा हजुरहरूले कुनै स्टक चाहनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो यो चाहिँ ग्रोमन एफसी युट्युब च्यानलमा दोस्रो भिडियो हुँदैछ। थप कमी कमजोरी केही छन् भने हजुरहरूले कमेन्ट मार्फत गर्न
गर्न सक्नुहुनेछ। यति भन्दै आजको मार्केट एनालाइसिस यहीँ समाप्त गर्दछु। हस्त, धन्यवाद।